यसो गर्यो हुन्न उसो गर्यो हुन्न समयले बिगार्यो कसको आँखा लाग्यो भोक निन्द्रै भाग्यो जिन्दगी नै भ्वाङ पर्यो अनेक नाटक गरी गरी मैले पिरिमलाको भड्काइदिए छिनको छिन मार्यो खत्तमै बनायो भने हातका नङ राखी सके दुःख गर्दा गर्दा सुलसुले झैँ काम बिगार्छ यो पटके मुर्दा मै हुँ जान्ने मै हुँ सुन्ने भन्दै अघि सर्दा लाटो खायो एक पल ज्याङ्गो म चाहिँ 1 2 3 मार्यो कथा एउटा गाउँले परिवेशबाट सुरु हुन्छ। त्यहाँ विभिन्न समुदायका परिवारको बसोबास हुन्छन्, तर सबै आफ्नै शैली र आफ्नै रीतिरिवाजलाई कायम राख्नुपर्छ भन्ने हुन्छन् भने कोही त्यस्ता रीतिरिवाजलाई 21औं शताब्दीमा बिर्सिन पर्छ भन्ने पनि हुन्छन्। त्यस्तै विभिन्न परिवारमा भिन्न विचार त हुने कुरै भयो। आउनुस् एउटा आफ्नो रीतिरिवाजलाई जगेर्ना गर्नुपर्छ भन्ने पात्र मगरबाको घरबाट सुरु गरौँ। अहिलेसम्म सुतिरहेछ बुढी। ए बुढी, मान्छे कहाँ कहाँ पुगेर आइसक्यो, अहिलेसम्म सुतिरहेछ। कति सुत्नु सक्या हो? होइन कति कराउँछौ? आफूलाई निद्रा लागेन भन्दा अरूलाई सुत्न नदिने? त्यही धेरै सुत्नु दिएर त सबै काम मैले गर्नुपर्छ। तँ श्यामानेले भात पकाउनु भन्दा अरू के नै काम जानेछस् र? जातोलाई भन्दा हातोलाई खसखस भने चाहिँ तिमी हुँदा हुँदै मलाई बाहिर काम गर्नुपर्ने के खाँचो? खाँचो त किन पर्थ्यो त? जहाँ पनि मै बुढोको हाडछाला घोट्नु परेको छ। श्यामाने घोट्नु पर्यो नि। ऊ बेलामा सुखले पाल्छु काम गर्नु पर्दैन भनेर बिहा गरे होइन? त्यो बेला त्यसो नभने तैँले मलाई पत्याउनु पनि त पर्यो नि। भाग्य गतिलो नभएपछि यस्तोसँग फसिए। ऊ बेलामा कस्तो कस्तो लाउरेले आँखा लाउँथे। अहिले पनि त चाउरेले त पत्याउला नि त। खै के गर्छ सबै तिमीलाई थाहा होला। ए धेरै नगरा, भित्र जा खाना पकाउनु। किनमेल गर्नु बजार जानु छ। बुढा मलाई बजार जाँदा एउटा सामान ल्याइदिनु हुन्थ्यो। नगरा नगरा श्यामाने, सबै कुरा घरमै छ। घरमा हुँदा हुँदै किन चाहियो बजारको? के छ घरमा? सबै थोक छ भनेको बुझ्नु सिक्या हो। जा भित्र। भनेको त केही मान्दैन। भनेको नमानेको भए कसरी छोराछोरी हुन्थ्यो त? त्यही भनेको मानेर त 12 छोरा 13 नाति बुढाको धोक्रो काँदै माथि भयो त। श्यामाने ए श्यामाने काका के छ हाल खबर? ए श्यामाने, धेरै दिनपछि भेट भयो जस्तो पो। हालखबर सोध्छस् त? के भन्नु आइसक्यो चेपारे? के होइन काका, अलि हल्ला खल्ला सुने, बाटोमा आउँदै थिए त्यही भएर आएको नि काका। घरमा अलिअलि हल्ला त भइहाल्छ नि। काकासँग एउटा गोप्य सल्लाह गर्नु थियो। होइन हो श्यामाने, भन्न के हो? किन चेपार घसिरहेको? काका पनि नाम अनुसारको काम पनि हुनु पर्यो नि काका। होइन 13 नाउँ चेपारे भनेर कसले राखिदियो? कसले राख्नु रे काका? बाउ नपाएर मेरा बा आफैले राखिदिन्छ। अनि काका तपाईँको नाम श्यामाने भनेर चाहिँ कसले राखिदियो नि? कसले राख्नु? उहाँको पनि घरमै राखेको हो नि। यो श्यामाने भनेको चाहिँ के हो नि काकी? स्या भनेको मासु, माने भनेको एक माना। अनि काकी मासु माना भन्ने पनि नाम हुन्छ र? तेरो काकालाई मासु भएपछि एक माना चामल सक्छ रे। नाम त मिलाएर राखेको रहेछ नि। चुप लाग श्यामानेहरू। तपाईँ क्या यहाँ गएर बस्यो? भित्र जा। यी काकीलाई पनि साह्रै दुःख दिँदो रहेछ नि यी काकाले। म पनि बिहे नभएर एक्लो बसेको, यसो आँखा पो लाउनु पर्छ कि क्या हो, सोच्नु पर्छ कि क्या हो। दुःख सुख सबै बुझिसकेको काकी, केही मैले त सिकाउनै पर्दैन, बुझाउनै पर्दैन, मलाई केही दुःखै भएन। अच्छा भाइ के बताऊ? केही भएको छैन काका, म त कुरा गर्दा गर्दै आवेशमा पो आएछु। धेरै आवेशमा नआइज। कतै मेरो बुढीलाई आँखा लाउनु त थालियोस्। ए काका पनि धरो धर्म, मैले काकीलाई आँखा लाउँछु होला त। खै यो कली बौलाको बेला भन्न पनि सकिँदैन।
दिने कस्तो कस्तो समाचार सुन्नुपर्छ। हाम्रो त समाचार आउँदैन काका। अब कसले सुनाइन्छ र त्यो समाचार भन्ने मान्छेलाई? के रे के भनिस् रे श्यामाने? आवेशमा नआउनु न काका। अब मेरो पनि बिहे नभएर टेन्सन छ। भर्खरकाले पत्याउँदैनन्, हेर्दैनन्। हेर्न त आफू पनि सही हुनु पर्यो नि। ए श्यामने काका, एउटा कुरो, मेरो स्वास्नी ल्याउने उमेर भएको छैन भनिदिनु पर्यो कि काका। उमेर भएको होइन, उमेर गइसक्यो। हो र काका, बर्बादै भएछ नि। लौ न श्यामने काका, मलाई ठुटा बुटा जस्तो भयो नि एउटा मिलाइदिनु पर्यो, नत्र म त जिन्दगीभरि नागै बस्ने भयो नि। मैले चिनेको 4 बच्चाको आमा छ। हुन्छ बिहा गर्छस्? हुन्छ काका, हुन्छ। मलाई त काकी जस्तै भए पनि हुन्छ। अब सुख दुःख सबै बुझेको, सुख दुःख सिकाएर आफूले दुःख गर्नै नपर्ने। दुःख नगरी सुख हुन्छ? होइन ए श्यामाले, तैँले मेरो बुढीलाई आँखा लाउँछस् कि क्या हो? राम 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 राम, के कुरा गर्नु भएको काका? म त्यस्तो कुरा पनि गर्छु होला र? त्यस्तो कुरा पनि सोध्छु होला त? आँखा मात्र होइन, दाउ पऱ्यो भने उडाइदिन्छु नि, थाहा पाउँछ बुढो। चेपारे पो पऱ्यो त। होइन के रे, के भनिरहेको छ तैँले मलाई मन भन? होइन होइन काका, केही पनि होइन। केही बोलेको पनि छैन, सोचेको पनि छैन। हो होइन भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। तिमीलाई के थाहा छ? सबै बोल्ने हाँस्ने जति बोयफ्रेन्ड हो भन्ने हुन्छ? हुन्छ, किन नहुनु? नत्र तिमी घन्टौसम्म किन व्यस्त हुन्छौ? यस्तै पारा हो भने तिम्रो र मेरो ब्रेकअप हुन्छ। भयो, मलाई बालै छैन। कालो गए गोरो आउँछ, गोरो पनि गए मर्दाको छोरो आउँछ। मान्छेको रूप रङ हेर्ने होइन, बानी बेहोरा र सफा मन हेर्ने हो। यो कुरा बुझिराख। विचार पनि गरिसके, धेरै सोचे पनि। यो 21औं शताब्दीमा यस्तो सर्वगुणले सम्पन्न भेट्नलाई त सोच्ने मात्रै हो। सोच्ने होइन, मलाई तिम्रो फेसबुकको पासवर्ड दिऊ त। को के हो सबै थाहा हुन्छ। मेरो पर्सनल कुरा पनि त हुनसक्छ। तिमीलाई किन दिनु मेरो पासवर्ड? दिनै पर्छ, नत्र आइन्दा मेरो पछि नलागे हुन्छ तिमी। किन हाँसेको तिमी? मेरो मायाको खिली नउडा है, एक दिन पछुताउने छौ तिमी। तिमी कुरा नै यस्तै गर्छौ, नहाँसेर के अन्त? फेरि यस्ता कुरा सिम्पल भइसक्यो। तिमी भाषण सुनाउनु बोलाएको कि केही कुरा भन्नु बोलाएको? भन्न त धेरै नै थियो, तर आज मेरो मुड खराब भयो। धेरै नरिसाउ न राजा। यो के गरेको तिमीले? यस्तो मलाई मन पर्दैन। मलाई मनपर्छ नि त, तिमीलाई मन नपरेर के बताउनु? तिमीले भनेको सुनेनौ? यो सब मलाई लाइक छैन। नाटक नगर, नत्र तिमी यहाँ किन आएको त? एकान्त ठाउँमा किन लिएर आएको? होइन, तिमीले भन्नु खोजेको के हो? अलिकति पनि तिमीलाई लाज शरम छैन? छ क्या छ, तर यस्तो बेलामा सब कुराहरू बिर्सिन्छु म। धेरै यस्ता कुरामा लिप्त नहौ। खुल्ला ठाउँ वरिपरि समाजले के भन्छ? यो मायामा समाजको के कुरा? तिमीलाई यो समाजमा बस्नु छैन होला, तर मलाई बस्नु छ। म समाजको विकृति होइन, यहाँको उदाहरण बन्न चाहन्छु। तिमीलाई जे भन्नु छ बन, आइन्दा मेरो पछि नलाग। यस्तो सबै थोकको डर हुने मान्छे। डराउनु पर्छ, यस्ता विकृति फैलिनेबाट रोक्नु पनि पर्छ। तिमीलाई जे मन लाग्छ गर, मलाई मतलब छैन। तिमी जाऊ, म पनि जान्छु। तिमीसँग कुरा गर्नु छैन मलाई। तिमी चरित्रहीन भइथ्यौ। जान्छु, तर एकचोटि किस गरेर जान्छु नि। आजकलका केटाकेटीहरू कति सडेका, केही ख्याल नै छैन। दिन दाँडे च्याप्प अँगालोमा बाँधेर बसिया छन्। लाज घिन भन्ने केही छैन। धन्न हाम्रो चेपारे चाहिँ त्यस्तो भएन। अलि बौलायो भनेको हो रहेछ। जताततै खुल्ला ठाउँमा चुम्मा चाटी गरेर बसिया छ आजभोलिका केटाकेटी। खाना मेरो छोरो चेपारे चाहिँ सज्जन परेछ। होइन, त्यो त हाम्रो चेपारे जस्तो पो छ त। हो कि क्या हो? हाम्रा बा त कामै नलाग्ने छन् भने अहिलेसम्म मेरो बिहे गरिदिन सके होइन। मेरी आमा पनि कहाँ गरिदिने छिन् र? कति केटा माग्न आइसक्यो, भाँडेको भाँडै गर्छन् भने। अझ रिसी उठेर आउँछ। दिक्क भइसक्यो म त। मलाई पनि दिक्कै लाग्छ यो बाउको व्यवहार देखेर त। चेपारे, तिमी मलाई कति माया गर्छौ? मायाको त कुरै नगर न। माया त म तिमीलाई कति गर्छु भनेको। हेत्तेरिका। थुक्क,
यो पनि गति छाडा नै भएछ नि। चेपारे हामी अब बिहे गरौँ न। तिमीले त मेरो मनकै कुरा भनिदियौ। मैले तिमीलाई यही कुरा भन्न लागेको थिएँ, तिमीले नै भनिदियौ, कति खुसी लाग्यो। आम्मै हो र? अनि अघि नै भन्नु पर्दैन त? तिमी त कस्तो हुतिहारा रहेछौ। त्यो हुतिहारा नमर्दा चाहिँ नभन के, मलाई भित्रैदेखि चित्त दुख्छ भने। चित्त नदुखाउ न, अब हामी लोग्ने स्वास्नी नै हुने भएपछि यस्तो सानो कुरामा चित्त दुखाउनु हुन्न के। रिसाइहालेको त होइन, तर घरमा पो बाले के भन्ने हुन्। के भन्नु नि, छोराले बुहारी ल्याएछ भन्ला नि। हाम्रो बाको बानी अलिक ठिक छैन क्या। अब तिमी यति राम्री छेउ, फेरि तिमीलाई नै आँखा लाउने हुन् कि। तिम्रो बा पनि त्यस्तो स्याल छन् र? स्याल होइन, बुवासो नै छन् नि। तिमीले गर्दा त मेरो अहिलेसम्म बिहे नभएको। मेरो पनि त्यस्तै हो नि पारा त। कोही केटा घरमा आयो भने मस्किन थालिहाल्छन् अनि पुरै मिल्दैन। मिलिहाल्छ नि तिमी र म मिलेपछि। अब बिहे नै गर्ने भइसकेपछि त यसो गहना त चाहियो, बरु बासँग पैसा माग्नु पर्ला। किन चाहियो त गहना? बा तिमी भए पुगिहाल्छ नि। फेरि बुहाले तिमीलाई पैसा दिनुहुन्छ त? नदिएर सुख दिएन भने त म बासा नभनी सिधाइदिने हो बालाई नै। ए के को बानी, सिद्धाउने हो म त। अब म चाहिँ होइन, तँ चाहिँ सिद्धिन्छस्।